ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकाको अध्यक्षलाई आग्रह गरेका छन्। विगतमा गरिएको सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले नै लिएकी छन्। विगतमा गरिएको सहमति र हाल राखिएका माग, वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौँ उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे। उनले समस्या समाधानका लागि जतिसक्दो छिटो काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन सरकार लागि परेको पनि बताएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएको सम्झौतामा सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आयोजनाले लिएको जग्गा तथा घर भाडा, विगतको निर्माण व्यवसायी सीएमसीका समान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरी जलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्री गरे बापत 25% हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने उनले बताए। तत्कालीन खानेपानी मन्त्रीसँग 21 असोज 2081 मा मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो।